हेलो साथीहरु, वेलकम ब्याक माई युट्युब च्यानल। फेरि पनि स्वागत छ चुङबाङ ब्लगबाट। आज चाहिँ विशेष गरेर म तपाईहरुलाई देखाउन गइरहेको छु यही 2082 सालको उम्भौली पूजाको लागि। आज चाहिँ हाम्रो मम्मीको मन्दिरमा पूजा गर्नु लागिराखेको छौं। त्यही भएर म यहाँ पात तयार पार्दै छु। पात चाहिँ 188 जोर लाग्छ हैन। जम्मा 9 तले मन्दिर छ हाम्रो मम्मीको चाहिँ हैन। 9 तले मन्दिरमा अब पुरा सामान तयार गर्नको लागि चाहिँ लगभग मलाई 1 घण्टा जति लाग्छ जस्तो लागिरहेछ हैन। त्यही भएर म चाहिँ एकदम फटाफट गर्दै छु। भर्सक छिट्टै गर्ने कोसिसमा छु म हैन। एकदमै यसमा चाहिँ धेरै टाइम लाग्छ। मैले चाहिँ हिजोबाट तयार गरेको। अब चाहिँ यहाँ म लासो फेमा गर्दैछु। लासो फेमा गर्नु चाहिँ टाइम अब लगभग मैले लासो फेमा गरिसकेँ। 188 जोर लासो फेमा गरेँ। अब यो दियो बत्तीहरू पनि त्यही मन्दिरभित्र नै राख्नुपर्ने हुन्छ हैन। जम्मा दियो छ 9 तालामा 9 जोर 18 दियो बल्छ हैन। 18 क्लास। अन्त ठ्याक्कै अब म सबै लाउँदैछु। फलफुल लाउँदैछु। पानको पातदेखि लिएर सब चिज हाल्नुपर्ने हुन्छ हैन। त्यही भएर म एकदमै फटाफट काम गर्दैछु। भर्सक छिट्टै गरौँ भन्ने हो, र पनि टाइम लाग्दो रहेछ यसमा चाहिँ। म लगभग अब यहाँ मूर्तिहरू पनि मैले राखिसकेँ। घन्टीहरू पनि मैले झुन्डाइसकेँ हैन। यो चाहिँ हिजो नै हामीले सफाई गरेको थियौँ। सफाई गरेको बादमा चाहिँ अहिले सबै सेट गर्दैछु। र अब चाहिँ म एकदमै छिट्टो गरेर यहाँ चाहिँ हाम्रो मम्मीलाई छिट्टो अब गराइदिनुको लागि म एकदमै हैन। अब यहाँ युमा माङलाई भेटी पनि चढाइसक्यौँ। अब म यहाँ दियो राख्न लागिरहेको छु। दियो चाहिँ दायाँ बायाँ गरेर 9 जोड लाग्छ। त्यसको बादमा क्लास पनि 9 जोड लाग्छ। यहाँ हामी मम्मीसँग 2 जना भएर फटाफट राख्दैछौँ। दियो क्लास चाहिँ राखिसक्यौँ र अब राख्नुपर्ने हुन्छ क्लास पनि राख्दैछु। म एकदमै फटाफट राख्दैछु। अन्त यहाँ हाम्रो बाबाले पनि हेल्प गर्दै हुनुहुन्छ। यहाँ बाबाले अर्कै काम गर्दै हुनुहुन्छ। म चाहिँ उता सेट गर्दैछु मन्दिरको एकदमै हैन। यहाँ आएर चाहिँ यो चाहिँ हामीले सबै राखिसकेको बादमा यो फलफुल सबै राखेर एकदम तयारी, एकदमै पूजा गर्नुको लागि तयारी भइसकेको अवस्था छ। र अब यहाँ मम्मीले गर्नुहुन्छ पूजा। मम्मीले ड्रेस पनि लगाइसक्नु भयो। र अब म चाहिँ दियो बाल्दैछु। दियो पनि फटाफट सबै 9 जोरे दियो मैले बालिसकेँ। अब यहाँबाट हाम्रो मम्मीले पूजा सुरु गर्नुहुन्छ। आजको 2082 सालको उम्भौली पूजा एकदमै तयारी गर्नको लागि तयारी अवस्था भइसक्यो। र यहाँ हाम्रो मम्मीले सुरु गर्नुभएको छ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। र तपाईहरु सम्पूर्णलाई 2082 सालको उम्भौलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। हस्त, थ्यांक यू, धन्यवाद, बाई बाई।